व्यक्ति यो दुनियाँबाट झिक, अरूले हानि पुर्याउने व्यक्ति यो दुनियाँबाट झिक। लैङ्गिक हिंसा न्यूनीकरणमा हुन्छ विद्यालयको भूमिका, लैङ्गिक हिंसा न्यूनीकरणमा हुन्छ विद्यालयको भूमिका। विद्यालयको समग्र पक्षको विकासकर्ताको रूपमा निरन्तर कटिबद्ध, बाल मस्तिष्कको रूपमा ज्ञानको सागर खनाउन आतुर समस्त। सामान्य आदरणीय शिक्षकगणजीहरू, कुविचारको अन्त्य गरी सुविचारको ज्ञान दिलाउने विद्यालय समस्त परिवार, धन्यवाद। कोषज्यू, यस कार्यक्रमका सभापतिज्यू, निष्पक्ष रूपमा रहनुभएका निर्णायक मण्डल एवं समयपालक, यस कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि लगायत यस विद्यालयका विवाह सङ्घ अध्यक्ष लगायत पदाधिकारीहरू, यस विद्यालयका सेवा सङ्घ अध्यक्ष लगायत पदाधिकारीहरू, यस विद्यालयमा उपस्थित सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिकाज्यूहरू लगायत यस विद्यालयमा उपस्थित सम्पूर्ण विद्यार्थी साथीहरू, भाइ बहिनीहरू तथा मेरा प्रतिस्पर्धी मित्र र अन्य अप्रतिस्पर्धी सम्पूर्ण मित्रहरूमा म कक्षा 8मा अध्ययनरत छात्र योगिता तामाङको तर्फबाट र श्री बौद्ध आधारभूत विद्यालयको तर्फबाट स्वीकार्नुहोस् ध्यान अभिवादन। आज यहाँ लैङ्गिक हिंसा न्यूनीकरण गर्न विद्यालयको भूमिका भन्ने शीर्षकमा आफ्ना मनको तरङ्गहरू यहाँ समक्ष पुग्न गइरहेकी छु। वास्तवमा लैङ्गिक भन्नाले महिला पुरुष तथा तेस्रो लिङ्गीलाई जनाउँछ भने हिंसा भन्नाले अरूलाई कुनै किसिमबाट दुःख कष्ट दिनु वा हानि पुर्याउनु भन्ने अर्थ लाग्छ। तसर्थ लैङ्गिक हिंसा भन्नाले मानसिक, शारीरिक, सामाजिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसालाई बुझाउँछ। आधुनिकताको यात्रामा प्राचीनताको सोच लिएर हिँडेको हाम्रो समाजमा लैङ्गिक हिंसाको चुनौती र समस्या खडा भएको छ। उदाहरणका लागि स्रोत, साधन, अवसर, जिम्मेवारी तथा हक अधिकारको असमान विवरण, बाल विवाह, महिलालाई घरमा मात्र सीमित राख्नु, महिलाहरूको कामको मूल्याङ्कन नगर्नु जस्ता लिङ्गका आधारमा हुने सम्पूर्ण हिंसा लैङ्गिक हिंसा अन्तर्गत पर्दछ। विद्यालय हाम्रो दोस्रो घर हो, त्यसैले लैङ्गिक हिंसा न्यूनीकरणमा विद्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्दछ। शिक्षाले चेतना दिन्छ र चेतनाले आग्रामी प्रेरणा दिन्छ, त्यसैले लैङ्गिक हिंसा न्यूनीकरणमा विद्यालयको महत्त्वपूर्ण भूमिका हुन्छ। जस्तै लैङ्गिक हिंसाले मानिसको व्यक्तिगत जीवनदेखि लिएर समाजमा समेत कसरी असर पुर्याउँछ भन्ने विषयमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गर्ने गराउने। विद्यालय हाम्रो ज्ञानको ज्योति छाड्ने उज्यालो ठाउँ हो। यस ठाउँकै सहयोग लिँदै अन्धकारलाई हटाउँदै जानुपर्दछ। विद्यालयमा लैङ्गिक हिंसा विरुद्धको शिक्षा हाम्रो विद्यालयको पाठ्यपुस्तकमा समावेश गरिएको हुन्छ। महिला र पुरुषहरूको हक स्थापित गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महासन्धिहरू प्रति प्रतिबद्धता जाहेर गर्दै आएको कुरा पनि विद्यालयको पाठ्यपुस्तकमा नै समावेश गरिएको हुन्छ। संसार कहाँबाट कहाँ पुगिसक्यो, तर मान्छेको सोच र व्यवहार अझै ढुङ्गेकै देखिन्छ। कतिपय ठाउँमा विद्यालयबाट नै विद्यार्थीहरू लैङ्गिक हिंसाका शिकार बनेका छन्। सभाध्यक्ष महोदय, त्यसैले लैङ्गिक हिंसा न्यूनीकरणमा विद्यालय र शिक्षकले हामीबाट हाम्रा विद्यार्थी सुरक्षित छन् भन्ने विश्वास दिलाउन सक्नुपर्दछ। लैङ्गिक हिंसामा सबैभन्दा बढी हुने हिंसा महिला हिंसा हो। महिलाहरूलाई पहिले सती प्रथा लाने चलन थियो। यस चलनलाई विकासको क्रमसँगै चन्द्रशमशेर राणाले विक्रम सम्वत 1977 सालमा सती प्रथाको अन्त्य गरियो। छोरी त दुई लिङ्ग पाउन हुर्किएपछि पढाइ गर्दछन् भनेर उनीहरूलाई महत्त्व दिँदैनन्। छोरा पाए हुरुक्क, छोरी पाए धुरुक्क भन्ने भने हाम्रो समाजमा प्रचलित छ। पछि बसेको घर राम्रो हुँदैन भनी स्त्रीलाई अस्वीकार गर्छन्। सभाध्यक्ष महोदय, महिलाहरूले समाजमा हेरपिएर महिलाहरू मैतीको बात र लोग्नेको लाभ खाने जात भन्ने धारणा लिन्छ। धन चाहिँदा लक्ष्मी पूजिन्छ, शिक्षा चाहिँदा सरस्वती। धन चाहिँदा लक्ष्मी पूजिन्छ, शिक्षा चाहिँदा सरस्वती। देवी बुझ्ने पुजारीको राम्रो भएन मती, देवी बुझ्ने पुजारीको राम्रो भएन मती। महिलाहरूको इज्जत लुट्ने ती नर पुरुषको बल अति, महिलाहरूको इज्जत लुट्न खोज्ने ती नर पुरुषको बल अति। उतार्नु छ दुर्गा बनी देखाउँदै हाम्रो शक्ति, उतार्नु छ दुर्गा बनी देखाउँदै हाम्रो शक्ति। विद्यार्थीहरूलाई लैङ्गिक हिंसाको बारेमा पहिले नै शिक्षकहरूले जानकारी दिएको भए कुनै विद्यार्थीहरू लैङ्गिक हिंसाको शिकार बन्न पुग्ने थिएन। पीडा पिएर पनि मुस्कान उखाल्न सक्ने एक अद्भुत कलाकार हुन् महिला। परिवर्तनशील देश विकास गर्न महिला, पुरुष र विद्यालयको उत्तिकै भूमिका रहन्छ भन्दै मेरो भनाइ यही अन्त्य गर्ने अनुमति चाहन्छु। हस्त, धन्यवाद, नमस्कार, शुभ दिन, लास्टो भ्याफुल्ला। धन्यवाद योगिता तामाङ बहिनी।